अनि कस्तो महसुस भइरहेछ? आज हामी नेसनल चेरी फेस्टिभल हेर्नको लागि यहाँ डिसी आइपुगेका छौँ। कस्तो महसुस भयो तपाईँलाई? यहाँ चाहिँ धेरै रमाइलो चाहिँ दृश्य हेर्न पाइएको छ। रमाइलो दृश्यको चेरी फेस्टिभलको चाहिँ यो फुलमय दृश्यको सँगसँगै लाखौँ लाख यहाँ विभिन्न देशका मानिसहरूको भिडलाई निहाल्न पाइएको छ। हेर्दै चाहिँ कहिले पनि भोक पनि नलाग्ने, थकाइ पनि नलाग्ने खालको चाहिँ भिड हेर्न पाइएको छ। अब त चाहिँ गायाहरू पोखरी छ, बायाँहरू यता चाहिँ भिडको चाहिँ जनसमूह भर्कन छ। सवारी साधन त्यत्तिकै छन्। रमाइलो चाहिँ फुलमय दृश्य त्यत्तिकै छ। आनन्द छ। यस्तो चाहिँ दृश्यको चाहिँ अवलोकन गर्न पाउँदाखेरि मान्छेलाई भोक पनि लाग्दैन, तिर्खा पनि लाग्दैन, प्यास पनि लाग्दैन। त्यही त अब यो चाहिँ त्यही त अब यस्तै किसिमको फेस्टिभल हाम्रो नेपालमा पनि कुनै त्यस्तो छ त? कुनै फुल फुल्ने सिजनलाई पारेर कुनै त्यस्तो फेस्टिभल नेपालमा पनि मनाइने गरिन्छ त? त्यस्तो खालको चाहिँ फुलमय चाहिँ यस्तो चाहिँ यहाँको चाहिँ चेरीमय फेस्टिभल भने जस्तै चाहिँ हाम्रो त्यहाँको चाहिँ कुनै अहिलेसम्म चाहिँ नेपाली भूमिमा त्यस्तो चाहिँ प्रसिद्धि पाएको छैन। गराउन सके, प्रयास गर्न सकेमा चाहिँ योभन्दा हाम्रो पनि चाहिँ कम रमाइलो हुने ठाउँ चाहिँ छैन। तर गर्न सक्नु पर्यो भने यस्तै चाहिँ रमाइलो हुने ठाउँ पनि हाम्रो नेपालमा नभएको छैन।